महासचिवले 2570औं बुद्ध जयन्तीको पावन अवसरमा यहाँहरू सबैजनाले आफ्नो अमूल्य समयलाई प्रयोग गरी यहाँ उपस्थित हुनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो कार्यक्रम औपचारिक रूपमा सुरु हुन गइरहेको जानकारी गराउँदछु। म हाम्रो थाउजन्ड्स बुद्ध युके को प्रेसिडेन्ट श्री मेजर समुद्र गुरुङजीलाई आजको सभापतित्व गरिदिनु हुनाले म अनुरोध गर्दछु। कार्यक्रम औपचारिक रूपमा सुरु भइसकेको छ। अब अध्यक्षको अनुमति लिएर, प्रेसिडेन्टको अनुमति लिएर म कार्यक्रम अगाडि बढाउन चाहन्छु। हाम्रो लामा गुरुहरू पाल्नु भएको छ अनि हाम्रो आमा आउनु भएको छ। सबैजनालाई नमन गर्न चाहन्छु र आसन ग्रहण पनि गर्न चाहन्छु। आसन ग्रहणकै क्रममा हाम्रो पूजनीय आमा, सबैभन्दा हाम्रो ज्येष्ठ नागरिक आमालाई आफ्नै ठाउँमा म आसन ग्रहणको लागि अनुरोध गर्दछु। आमा, सबैजनाले ताली बजाइदिनु आमाको लागि। अनि हाम्रो लामा गुरुजीहरूलाई नमन गर्दै हजुरहरूलाई स्वागत गर्न चाहन्छु। श्री उदय विश्वविद्यालय मैले मञ्चमा आमन्त्रण गर्न चाहे। धन्यवाद। धन्यवाद महासचिवज्यू। यो 2517औं बुद्ध जयन्ती समारोह समितिका अध्यक्षज्यू र आजको हाम्रो यस बुद्ध जयन्ती समारोहको प्रमुख आकर्षणको केन्द्र अब श्रद्धेय खेम्पो नवाङ शेर्पा ज्यू, लामा गुरुज्यूहरू बुद्ध धर्मको प्रति माया आस्था गरेर जुन यहाँ पाल्नु भएको छ, बुबा आमा दाजुभाइ दिदी बहिनी पत्रकार एवं विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू सबैमा जय बुद्ध अर्पण गर्नलाई म हार्दिक अनुरोध गर्नेछु। वास्तवमा हाम्रो यो आज महान दिनमा चाहिँ तपाईँ हामी सबै मिलेर बुद्ध जयन्ती मनाउन लागेका छौँ। यो महामानवको बुद्ध जयन्तीको अवसरमा तपाईँ हामीले उहाँले जुन दिनुभएको वचनको चाहिँ पालना गर्न सके अहिलेको अशान्ति मचिरहेको संसारमा यसलाई चाहिँ हामीले एउटा विकास दिन सक्ने र शान्तिमय वातावरणमा जान सक्ने अहिंसा गरेर चाहिँ यसैलाई संसारव्यापी रूपले गर्दै जानुपर्छ भनेर दिन प्रतिदिन हामी नेपाल हुँदै यहाँ बेलायतमा समेत बेलायतको विभिन्न सहरहरूमा अहिले हामीले हेर्ने हो भने धेरै बौद्ध गुम्बाहरू अब निर्माण भएको हामी देखेका छौँ। यसले गर्दा यो एउटा अब राम्रै नतिजा हो। यसले गर्दा हजुरहरूले जुन बुद्ध जयन्ती मनाउने यहाँ पाल्नुभयो सबैले हामी आयोजक समितिको तर्फबाट हार्दिकताका साथ न्यानो अभिवादन गर्दछौँ भन्दै मेरो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद। शुभकामना मन्तव्यको क्रममा हामी थाउजन्ड बुद्धका अर्का उपाध्यक्ष तथा पाछापुचा गुठी रेडिङका सभापति श्री दिव्या महाजनजीलाई पनि मैले आफ्नो शुभकामना मन्तव्यको लागि अनुरोध गरेँ। धन्यवाद। 2570औं बुद्ध जयन्तीको उपलक्ष्यमा सम्पूर्ण भक्तजन साथै पूजनीय लामा गुरुजीहरू र अध्यक्षजी उपाध्यक्ष सम्पूर्ण थाउजन्ड युके बुद्ध समितिको सम्पूर्ण पदाधिकारीहरूलाई धेरै धेरै धन्यवाद। अब हुन त हामी एउटा भाग्यमानी पनि सम्झिनुपर्छ। हामी बुद्धको देश नेपालबाट आएका हौँ अनि शान्तिको लागि कामना गर्दै पहिला राजा वीरेन्द्रको पालादेखि नै शान्ति क्षेत्र घोषित गर्ने भनेर राजादेखिले नै हामीले प्रयास गरेर आएका छौँ। तैपनि अब यस्तो विषम परिस्थिति छ अहिले संसारमा, जताततै लडाइँ झै झगडाले गर्दाखेरि मानिसहरू एकदम आत्तिएको अवस्थामा छन्। त्यही भएर पनि हामीले बुद्धको उपदेश अनुसार सबैमा शान्ति छाओस्, सबैको दिमागमा चाहिँ शान्ति होस् भनी कामना गर्दै आजको यो बुद्ध जयन्तीको तर्फबाट पनि आजदेखि नै सबैको दिमागमा शान्ति
गर्न सकोस् भनेर कामना पनि गर्दैछौँ। साथै यो म अलिक भाग्यमानी पनि सम्झिनुपर्छ। म काठमाडौँमा पनि त्यसमा पनि ललितपुर पाटनमा हाम्रो पौराणिक कथनअनुसार राजा अशोकले काठमाडौँ उपत्यका आएपछि पहिलोपल्ट ललितपुरलाई छानेर राजधानी बनाएको थियो। त्यसमा धेरै अहिले तपाईँहरू काठमाडौँ जानुभयो भने पाटनमा यति यो बौद्ध गुम्बाहरू, बौद्ध मन्दिरहरू, स्तूपहरू सबै पाटनमै छ अहिलेसम्म। ठुल्ठुलो चैत्य सबै। त्यही भएर पनि हामी नेवार त्यही पनि शाक्य र ब्रजाचार्यहरू जन्मिनदेखि बुद्धिस्ट भएर जन्मेका हुन्छन्। त्यही अनुसार हामी अरूभन्दा पनि हामी नेवार र अरू दाजुभाइहरू पनि हामी नेपालीहरू एकदम शान्ति, एकदम सोझो, झैझगडा नगर्ने हाम्रो बानी छन्। त्यही भएर यही अनुसार अब सबैलाई बुद्ध मार्गतिर जान प्रयास होस् र शान्ति छाओस् भन्दै आजको बुद्ध जयन्तीको यस पावन अवसरमा सम्पूर्ण धर्मावलम्बी र सम्पूर्ण साथीभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। मण्डल कुसुमका लागि अगाडि बढ्दै हुनुहुन्छ प्रेसिडेन्ट मेजर समुद्र गुरुङ, उपाध्यक्ष दिप्या महर्जन, उपाध्यक्ष उदय कुमार घिसिङ, उपाध्यक्ष प्रेम घिसिङ लामा, सीतादेवी गुरुङ अनि तामाङ गेदुङ रेडिङको आमा समूहको अध्यक्ष मीरा घिसिङजीलाई पनि मैले बत्ती बालिदिनु अनुरोध गरेँ।
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.
नमस्कार सबैजनालाई मेरो जसले पछि बाजी सक्नु भएको छ उहाँ यो लाइनमा लाइन लाग्ने र बुद्ध भगवान्लाई नुहाउनुको लागि धन्यवाद। अनि हाम्रा नयाँ फाउन्डिङ मेम्बरहरू जो हुनुहुन्छ उहाँले हाम्रो गुरुको हात बाहुलीबाट खदा लगाउन चाहनुहुन्छ। उहाँहरूले चाहिँ नाम हाम्रो ट्रेजरर ग्रुपमा सुरेन्द्र गुरुङलाई आफूमा चढाउन अनुरोध गरे र कुसुम मण्डला चढाउने ग्रुप कोही हुनुहुन्छ भने उहाँले पनि उहाँलाई सम्पर्क गर्नको लागि
and of 32 लक्षण तथा 80 अनुमञ्जनले युक्त शाक्यमुनि बुद्धमा प्रणाम गर्दछु। त्यसै गरी मेरो मार्गदर्शन जीवन दर्शन गर्नुहुने स्वर्गीय परम पूजनीय मूल गुरुहरूमा नमन गर्दछु। साष्टाङ्ग दण्डवत गर्दै आज यो बुद्ध जयन्तीको पावन अवसरमा यहाँहरू समक्ष दुई शब्द धर्मको विषयमा चर्चा गर्न गइरहेका छौँ। जुन आज बुद्धको पावन तिथिले यो अवसर जुराएको छ, यदि यो पावन अवसर थिएन भने हामी यो धर्मको चर्चा गर्न पनि सायद समय अनुकूल नहुन सक्छ। त्यसै कारणले यहाँहरूलाई छोटो धर्मको विषयमा म चर्चा गर्न चाहन्छु। आज विशेष गरेर बुद्ध जयन्ती भनेर हामी भन्दछौँ। अर्को भाषामा बुझ्नु पर्दाखेरि सबदाउको नामले पनि चिन्न सकिन्छ। र बुद्ध जयन्ती भनेर भन्दाखेरि बुद्धको महान क्रिया कार्यहरू लीलाहरू यो महिनामा उहाँले चाहिँ लीला प्रकट गर्नुभएको छ। त्यस कारणले यो महान तिथि भएको छ। विशेष गरेर यो चर्चा गर्नुभन्दा अगाडि म यहाँहरूलाई छोटो विषय राख्न चाहन्छु। किन भन्दाखेरि त्यो विषय निकै महत्त्वपूर्ण छ। मानव मनुष्य जीवनको लागि यो विषय निकै महत्त्वपूर्ण भएको हुनाले मैले यहाँहरू माझमा राख्न चाहेँ। हामी कोही पनि जन्मजातले बौद्ध हुन सक्दैन। हामी कोही पनि बौद्ध हुन सक्दैन जन्मजातले। जन्मजातले र जन्मिनु साथमा हामी बुद्धिस्ट भएर आउने होइन। र हामी आस्थाको साथमा भगवान बुद्धलाई आस्था गरेर हामी गुम्बा जान्छौँ, धुपबत्ती पनि बाल्छौँ, पूजा अर्चना पनि गर्छौँ र ढोक नमन पनि हामी गर्छौँ। तर वास्तवमा हामी बौद्ध भयौँ कि भएन भन्ने विषय चाहिँ यो चर्चा चाहिँ छुटेको हुनसक्छ। यो विषय चाहिँ धेरै चाहिँ छुटेको हुनसक्छ। त्यस कारणले गर्दाखेरि हामी बुद्धिस्ट हुनुको लागि, हामी बौद्ध हुनुको लागि के गर्नुपर्छ भन्ने विषय चाहिँ सबैभन्दा पहिला म यहाँहरूमाझमा राख्न चाहन्छु। भोट भाषामा टप्चे भनेर आउँछ, दुईवटा शब्दबाट आउँछ र नेपाली भाषामा शरण गमनको सिल लिने है, शरण गमनको सिल लिने। शरण गमनको सिलको विषयले जोड्दाखेरि म पहिला अलिकति सिलको विषयमा तपाईँहरूलाई व्याख्या गर्न चाहन्छु। भगवान बुद्धले ज्ञान प्राप्त भइसके पश्चात गृहस्थी होस् या त भिक्षुहरू होस्, यी सबैका निम्ति सिल पालन गर्नुभएको छ, सिल दिने नियम बनाउनु भएको छ र सिल दिनुभएको छ। र यो सिलको विषयमा के छ भन्दाखेरि सबैभन्दा पहिला बुद्धले चाहिँ अब शर्मानीहरूको सिल प्रदान गर्नुभएको छ, प्रवचन हुनेहरूको लागि भिक्षुको सिल प्रदान गर्नुभएको छ। यदि भिक्षु हुन सक्यो भने केस काटेर सबै आफ्नो पोसाकहरू परिवर्तन गरेर अनि मन मस्तिष्कबाट नै परिवर्तन गरेर बौद्ध मार्गमा चाहिँ प्रवेश हुन सकिन्छ। अनि यदि प्रभावित हुन सकेन भने यदि गृहस्थी नै रहेर पनि सिल पालन गर्न चाहन्छौँ भने तिनीहरूको लागि बुद्धले दिनुभएको सिल के हो भन्दाखेरि दुईवटा छ। सबैभन्दा पहिला चाहिँ शरण गमनको सिल हो
अनि त्यसपछि चाहिँ अष्टशील हो। गृहस्थी जीवनमा रहेर पनि पालना गर्नु सक्नुहुने चाहिँ अष्टशील हो र शरण गमनको शील हो। यो दुई र पञ्चशील पनि छन्। यो दुईवटा मध्येमा यहाँहरूले टप्चे गर्नुभएको छ भने अथवा शरण गमनको शील यहाँहरूले लिनुभएको छ भने तत्पश्चात तपाईँहरू बुद्धिस्ट हुन सक्नुहुन्छ, बौद्ध मार्गी हुन सकिन्छ। यदि तपाईँहरूले शरण गमनको शील लिनुभएको छैन भने अथवा टप्चे गरेको छैन भने माला लगाएको घरमा तपाईँहरू बौद्ध हुनु सक्दैन। ढोक गर्नु जानेको घरमा अथवा चाहिँ यो केही पुस्तकहरू अहिले त प्रशस्त नेपाली भाषामा पनि पढ्ने पुस्तकहरू छन् र यदि पुस्तक पढ्न जानेको माला गर्न जाने यतिकै घरमा चाहिँ बौद्ध हुनु सक्दैन। बौद्ध हुनुको लागि नीति नियम अथवा चाहिँ आफ्नै विधि विधान रहेको छ र यहाँहरू सम्भवतः सबैजनाले टप्ची गरिसकेको हुनुपर्छ। यदि टप्ची गरेको छैन भने अहिलेसम्म तपाईँहरू गुम्बामा जानुभएको छ, आफ्नै तरिकाले तपाईँहरूले पुण्य कर्म गर्नुभएको छ, पुण्य सञ्चय गर्नुभएको छ, तर तपाईँहरू बुद्धिस्ट हुनुभएको छैन। यो कुरालाई चाहिँ मनन गर्नुहोला। टप्ची गरिसक्नु भएकोहरूले सबैलाई साधुवाद व्यक्त गर्दछु। यदि यहाँहरूले टप्ची गरेको छैन भने यहाँहरूले समय मिलाएर अथवा अरू आफ्नै गुरुहरूसँग सम्बन्ध हुनेहरूले आफ्नो गुरुहरूसँग सोधेर यो विषय प्रश्न भएर टप्चे गर्ने चाहिँ प्रयास गर्नुहोला। हिजो तपाईँहरूले टप्चे गर्नु भएन, ढिलो भइसकेको छैन, अझै पनि हाम्रो जीवन छ। मनुष्य जीवन जबसम्म रहन्छ त्यति बेलासम्म एउटा अवसरको चोला हो यो, किनकि फेरि अन्य चोलामा यो अवसरहरू प्राप्त हुन सक्दैन, अन्य चोलाहरूमा यो अवसर प्राप्त हुन सक्दैन। मनुष्य जीवन एकपटक मात्र होइन, हजारौँ जुनी हामीले लिन सकिन्छ, तर यदि यहाँबाट मरण पश्चात हामीले पुनः मनुष्य जीवन नै पाउँछ भने निश्चित छैन। त्यो कसरी निश्चित हुन्छ भनेर भन्दाखेरि कुनै ईश्वरले वरदान स्वरूप तपाईँहरूले पुनः मनुष्य जीवन प्रदान गर्ने होइन र कुनै भगवानले तपाईँहरूलाई मनुष्य जीवन प्रदान गर्ने होइन। मनुष्य जीवन प्राप्त गर्नुको लागि आफ्नै कर्म, राम्रो कर्म गर्नुपर्ने हुन्छ। विशेष गरेर शास्त्रको आधारमा व्याख्या गर्नुपर्दाखेरि मनुष्य चोला प्राप्त हुनका लागि विशेष गरेर दान आदि सत्पारमिताको पालना गरेको, दान आदि सत्पारा 6वटा पारमिताको अभ्यास गरेको हुनुपर्छन् र शुद्ध प्रार्थना भएको हुनुपर्छन्। यी यस्ता व्यक्तिहरूले सत्पारमिताको अभ्यास गरेको व्यक्तिले पुनः त्यसको कर्मको माध्यमबाट मनुष्य चोला प्राप्त गर्न सकिन्छ। यदि यी कारणहरू पुगेन भने हामीले पुनः फेरि मनुष्य चोला प्राप्त गर्न सक्दैन। त्यसैले गर्दाखेरि अहिले पूर्व जन्मको शुभ कार्यको फल पश्चात आज हामीले प्राप्त भएको मनुष्य चोलालाई अर्थपूर्ण बनाउनुको लागि यहाँहरूले शरण गमनको शील लिनुको लागि प्रयास गर्नुहोला। यसको बारेमा फेरि तपाईँहरूले यो भनेको बित्तिकै तपाईँहरूले शील लिइहाल्नु पर्दैन। यो आफ्नो सम्बन्धित गुरुहरूसँग यसको ज्ञान लिनुहोला, स्पष्ट हुनुहोला, प्रष्ट हुनुहोला। त्यसपछि तपाईँहरूले यो शील शरण गमनको शील चाहिँ यहाँहरूले लिन सकिन्छ। विशेष गरेर शरण गमनको शीलको विषयमा म तपाईँहरूले छोटो व्याख्या गर्न चाहन्छु। शरण गमनको शील लिइसके पश्चात जुन व्यक्ति बौद्ध मार्गी भनेर भन्न सकिन्छ। हामीले बाटोमा हिँड्दै गर्दाखेरि कोही मान्छेले भेटेर तपाईँ कुन धर्म मान्नुहुन्छ भनेर सोध्यो भने तपाईँहरूले निश्चय नै माला भोगेपछि बुद्ध धर्म मान्छु भन्नुहुन्छ होला। तर विधिवत रूपमा टप्चे गरिएको छैन भने तपाईँहरू बौद्ध मार्गी हुनुभएको छैन, यो चाहिँ निश्चित हो। त्यस कारणले गर्दाखेरि आफू बुद्धिस्ट हुनुको लागि, बौद्ध मार्गी हुनुको लागि, बुद्ध प्रति आफ्नो जीवन समर्पित गर्नको लागि तपाईँहरूले
टाप्ची गरेर बौद्धमागी बन्नुहोला, यो मेरो अनुरोध हो। हामी सबैजनाले चाहिँ अब आफ्नै तरिकाबाट चाहिँ पुण्य कर्म गर्ने, धर्म कर्म गर्ने यो छँदैछ, तर यी विधिवत कुराहरू पनि यहाँहरूले बुझ्नु भएन भने फेरि धेरै ढिलो भइसकेको हुन्छ। किनकि यदि यहाँहरूले शरण गमनको सिल लिनुभयो भने विभिन्न दुष्टहरूले पनि शरण गमनको सिल लिएको व्यक्तिलाई चाहिँ दुःख दिनु सक्दैन भन्ने छ। र अन्य जीवन, साधारण जीवनमा एउटा दियो बत्ती बालेको भन्दा यहाँहरूले शरण गमनको सिल लिएर बालेको दियो लाखौँ गुणाले पुण्य प्राप्त हुन्छ। त्यस कारणले गर्दाखेरि यो निकै महत्त्वपूर्ण कुरा हो। विशेष गरेर चाहिँ शरण गमनको सिल भन्दाखेरि फेरि एकदमै नियम कडा होला भन्ने खालको नसोच्नु होला, त्यो एउटै हो। सधैँ विशेष गरेर हामी बुद्धबाट टाढा हुनु हुँदैन, धर्मबाट टाढा हुनु हुँदैन र सङ्घबाट टाढा हुनु हुँदैन। यो तीनवटालाई हामी फेरि रत्नको नामले, बुद्ध रत्न, धर्म रत्न र सङ्घ रत्नको नामले हामी चिन्न सक्दछौँ। यी तीनवटाबाट टाढा रहनुहुन्न र जहिले पनि हामीले यो तीनवटालाई सम्मान गर्नुपर्छ। यो चाहिँ शरण गमन सिल लिएको शिक्षा एवं सिल एवं नियम चाहिँ त्यो हो। बुद्धसँग नजिक हुने, धर्मको अभ्यास गर्ने र सङ्घलाई सम्मान गर्ने, यो तीनवटा कुरा चाहिँ अनि यसको सिल हो। एकदमै यो सहज छ। त्यस कारणले गर्दाखेरि सबैले सबैभन्दा पहिला विशेष गरेर जसरी हामी एउटा आफ्नो कर्म गरेर चाहिँ एउटा घर बनाउनुको लागि जग बसाउँछौँ नि, जग बसाउनुको लागि जग्गा चाहिँ एकदम बलियो, राम्रो, पानी नभएको ठाउँ होइन, त्यस्तो राम्रो जगहरू चाहिँ हामीले खोज्छौँ नि। त्यस्तै प्रकारले हामी जप तप ध्यान तप धेरैभन्दा धेरै गर्नु मन छ भने त्यो सबै पुण्य कर्महरूको जप, त्यसको थलो चाहिँ मन मस्तिष्कमा टपचेप गरेर शरण गमनको सिल लिएर बौद्धमागी हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हामी धेरैभन्दा धेरै जप गर्ने व्यक्तिहरूले सबैभन्दा पहिला बौद्धमागी हुने अभ्यास गर्नुहोला। र त्यस्तै गरेर अब आज विशेष बुद्ध जयन्ती 26 वर्ष अगाडि बुद्धले गृहत्याग गर्नुभयो। त्योभन्दा पहिला गृहस्थी जीवन बिताइराख्नु भएको थियो। त्योभन्दा पहिला बोधिसत्व हुनुभएको थियो। बोधिसत्वको जीवनकालमा देवलोकमा हुनुहुन्थ्यो। शाक्यमुनि बुद्ध अहिले 4औं बुद्धको रूपमा हामी चिन्छौँ। 4औं शाक्यमुनि बुद्ध जन्म लिनुभन्दा अगाडि बोधिसत्वको रूपमा हुनुहुन्थ्यो देवलोकमा। देवलोकमा देवदेवीहरूलाई धर्मदेशन दिएर बसिरहनु भएको थियो। यहाँसम्मको चर्चा सबैले सुनिरहेको हुन्छ, मनन गरेकै हुनुपर्छ मेरो विचारमा। तर त्योभन्दा अगाडिको बुद्धको जीवनको कथा के छ भन्दाखेरि विशेष गरेर 4 लाख कल्प अगाडि, कल्प वर्ष दिन र महिना वर्ष होइन, 4 लाख कल्पभन्दा अगाडि उहाँ सुमेध ऋषिको जीवनमा जन्म लिनुभएको थियो। एउटा ऋषि भएर जन्म लिनुभएको थियो। त्यतिखेरको बुद्धको शासन, कुन बुद्धको शासन चलिरहेको थियो भन्दाखेरि दिवंकार बुद्धको शासन चलिरहेको थियो। र ऊ ऋषि हुन्, तपस्या गर्नुहुन्थ्यो। तर पनि दिवंकार बुद्धले बुद्धलाई आस्था र श्रद्धा जागेर जहिले पनि सम्मान गर्नुहुन्थ्यो। र त्यो बेलामा यो समयको गणना चाहिँ 4 लाख असङ्ख्य कल्प भनेको त धेरैभन्दा धेरै हो। तर सहज तरिकाले बुझ्ने हो भने त्यो समय कतिखेर हो भन्दाखेरि अहिले मनुष्यको जीवन भनेको 100 वर्ष हो। नर्मली 100 वर्ष, त्यहाँबाट पनि घटेर 75 वर्ष समथिङ आइसक्यो। र त्यो दिवंकर बुद्धको शासनकालमा मनुष्यहरूको वर्ष 10,000 वर्षसम्म बाँच्ने आयु थियो रे।
10,000 वर्षको मनुष्य आयु रहँदाखेरि दिवंकर बुद्धको शासन चलिरहेको थियो। बुद्धको शासन वृद्धि भएको फैलिएको थियो। त्यो अवस्थामा सुमेध ऋषि नाम गरेको व्यक्तिले एकजना स्त्रीको हातबाट चढाएको फुललाई लिएर दिवंकर बुद्धलाई यसरी चढाउनु भयो र दिवंकर बुद्धलाई चढाउनु भए पश्चात दिवंकर बुद्धले सुमेध ऋषिलाई यो भविष्य गर्नु भएको थियो। उहाँ सुमेध ऋषि आजभन्दा 3 असंख्य कल्प वर्ष पश्चात मनुष्यहरूको आयु 100औं वर्षको हुँदाखेरि यानी कि कलियुगको समयमा शाक्य मुनि सिद्धार्थ गौतम भएर ज्ञान प्राप्त गर्नेछन् भनेर आजभन्दा 3 असंख्य कल्प अगाडि चाहिँ उहाँलाई दिवंकर बुद्धले भविष्यवाणी गर्नुभएको थियो। भविष्यवाणी गरेको दिन त्यो पनि यो वैशाख पूर्णिमा हो। अहिले हामीले बुद्धको जन्म, बुद्धको ज्ञान प्राप्त, बुद्धको परिनिर्वाण भनेर हामीले यो 3वटा संयोग गर्छौँ नि। योभन्दा अगाडिको जब उहाँ सुमेध ऋषि भएर जन्म लिँदाखेरि दिवंकर बुद्धले भविष्यवाणी गरेर भविष्यमा कलियुगमा चाहिँ बुद्ध हुनसक्छ भनेर यसरी चाहिँ भविष्यवाणी गरेको तिथि पनि यही वैशाख पूर्णिमाको दिनमा पर्छ र त्यसबाट त्यस दिन यता सुमेध ऋषिले चाहिँ 3 असंख्य कल्पसम्म पुण्य सञ्चय गरेर तत्पश्चात विभिन्न जीवनहरू पार गर्दै सर्व प्राणीको हित गर्दै र यहाँसम्म आइपुग्दाखेरि कलियुग यो मनुष्य आयु 100 वर्षको हुँदाखेरि उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो। त्यस कारणले गर्दाखेरि वैशाख पूर्णिमा यति महत्त्वपूर्ण हो। अहिले 14औं शाक्यमुनि बुद्धको उहाँको चाहिँ ज्ञान प्राप्त भएको जन्म र महापरिनिर्वाण प्राप्त भएको यति संयोग प्लस यसमा उहाँको चाहिँ भविष्यवाणी भएको अझै सबदहमा व्याख्या गर्दाखेरि सबदहमा चाहिँ अन्य लीलाहरू पनि यसमा थपेको छ। जम्मा 5वटा लीलासम्म यो एउटै महिनामा गरिएको भन्ने व्याख्या छ। त्यस कारणले गर्दाखेरि आजको यो वैशाख पूर्णिमा विशेष छ। यो वैशाख पूर्णिमा यसले चाहिँ मैले तपाईहरुले यसरी व्याख्या गरे। शाक्यमुनि बुद्धले व्यक्तिले आशीर्वाद दिएको हुन्छन्, अधिष्ठान गरिएको हुन्छ र भूमिले अधिष्ठान गरेको हुन्छ र समयले अधिष्ठान गरेको हुन्छ। जस्तै भूमिमा अधिष्ठान गरेको जहाँ शाक्यमुनि बुद्ध लुम्बिनीमा जन्म लिनुभयो, लुम्बिनी पवित्र भयो र उहाँले तपस्या गर्नुभयो, बौद्ध गया पवित्र हुनुभयो र उहाँ चाहिँ निर्वाण प्राप्त हुनुभयो, त्यहाँ पनि पवित्र हुनुभयो। यो के हो भन्दाखेरि शाक्यमुनि बुद्धले भूमिमा अधिष्ठान गरिएको हो र त्यसै गरेर शाक्यमुनि बुद्धको जन्म वैशाखमा भयो। शाक्यमुनि बुद्धको तपस्यापछि ज्ञान प्राप्त पनि वैशाखमै भयो र उहाँको निर्वाण लाभ पनि वैशाखमै भयो। त्यस कारणले समयलाई अधिष्ठान भयो, समयलाई आशीर्वाद प्राप्त भयो। भनेको मतलब अहिले हामीले यो वैशाख पूर्णिमालाई समातेर अथवा चाहिँ यो वैशाख महिनामा जति पनि हामीले पुण्य कर्म गर्यौं, यो पुण्य कर्म एकदम अपार हुन्छ, पुण्यवान हुन्छ, किनकि बुद्धले अधिष्ठान गरेको अनि पवित्र महिना हो। त्यस कारणले गर्दाखेरि यो धेरै महत्त्वपूर्ण हो। र विशेष गरेर शाक्यमुनि बुद्धले नेपालको लुम्बिनीमा जन्म लिनुभयो र उहाँले चाहिँ 29 वर्षसम्म उहाँले चाहिँ गृहस्थी जीवन बिताउनु भएको थियो र 29 वर्षबाट उहाँले चाहिँ गृहस्थी जीवन सम्पूर्ण गृहस्थी जीवन लाई त्याग गरेर उहाँले चाहिँ तपस्या गर्नुभएको थियो र तपस्या गर्नु भए पश्चात उहाँले आफूले 35 वर्षको उमेरमा उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो र यसरी ज्ञान प्राप्त भइसके पश्चात उहाँले सारा यो
संसारका जगत प्राणीहरूका निम्ति जगत प्राणीहरूका उद्धारका निम्ति उहाँले धेरैभन्दा धेरै धर्मदेशना दिनुभएको थियो। धेरैभन्दा धेरै धर्मदेशना दिनुभएको थियो। यी धर्मदेशनाहरू विशेषतः 84,000 धर्मदेशना भनिन्छ। 84,000 धर्मदेशना भनिन्छ। तर यी 84,000 धर्मदेशना चाहिँ संक्षिप्तमा भन्नुपर्दाखेरि यो धर्मदेशनाहरू चाहिँ विशेष गरेर मनुष्यहरूको चित्तलाई नै दमन गर्नु, चित्तलाई नियन्त्रण गर्नु मात्र हो। चित्तलाई नियन्त्रण गर्नु हो। बुद्धले धेरैभन्दा धेरै धर्मदेशना गर्नुभएको छ। उहाँले चाहिँ तीन पटकसम्म धर्मचक्र प्रवर्धन गर्नुभएको छ। यी धर्मदेशनाहरू 84,000 धर्मदेशनाको रूपमा हामी चिन्दछौँ। विशेष चाहिँ के हो भन्दाखेरि मनुष्यहरूको मनको चञ्चलता, मनको प्रकट चाहिँ 84,000 यी यस्ता प्रकारका कलेशहरूलाई दमन गर्नुको लागि प्रतिपक्षको रूपमा बुद्धले 84,000 धर्मदेशनाहरू दिनुभएको थियो। यी सबैको संक्षिप्त भनेको चाहिँ आफ्नै चित्तलाई नियन्त्रण गर्नु मात्र हो। आफ्नै चित्तलाई नियन्त्रण गर्नुभयो भने बौद्ध धर्म शासन अभ्यास गरेको चाहिँ हामी बुझ्न सक्दछौँ। र हामीले धेरै शास्त्रहरू कण्ठस्थ गरेर पुण्यकर्महरू गरेर वर्षौंसम्म धर्मको अभ्यास गरेर पनि आफ्नो चित्तलाई नियन्त्रण गर्नु सकेन भने धर्म गरेको त्यो धर्मले आफूलाई हित भएको चाहिँ हामी मान्दैनौँ। हामी आज यो वर्षमा चाहिँ वैशाख पूर्णिमा मनाउँछौँ। आफ्नै घरमा भए पनि हामीले जानेको पाठ पूजाहरू गर्छौँ। धर्म आफूले जानेको धर्मदेशनाहरू सुन्छौँ हैन। यी सबै कुरा चाहिँ के हो भन्दाखेरि धर्म अभ्यास गर्नु भन्छ। तर धर्म अभ्यास गरेको चाहिँ आफ्नो मनले कति चेन्ज भयो त्यो चाहिँ हामीले थाहा हुनुपर्छ। आजबाट पुण्य कर्म गरेर चाहिँ अर्को वर्षसम्म तपाईँहरूको पहिला उठ्ने रिस चाहिँ अलिकति कम भएको छ भने त्यो धर्मले आफूले हित भएको चाहिँ सम्झनु होला। र आजबाट चाहिँ धर्म गरेर पनि 1 वर्ष गरिसक्दा पनि रिसलाई दमन गर्नु नसक्ने र पहिलोभन्दा पनि धेरै रिस उठ्ने त्यस्तो क्षमता हुन्छ भने धर्म गरेर पनि त्यो पुण्यले आफूलाई हित नगरेको भन्ने बुझ्नुपर्छ। त्यस कारणले गर्दाखेरि यी सबै कुराहरू विशेष चाहिँ अब आफ्नो मनलाई नियन्त्रण गर्नु हो। मनलाई नियन्त्रण गर्नुभन्दा अघि मनको विषयमा राम्रोसँग बुझ्नुपर्छ। मनलाई नियन्त्रण गरेर त्यस विषयमा बुझ्नुको अगाडि वास्तविक संसारको विषयवस्तुहरूलाई राम्रोसँग बुझ्नुपर्छ। वास्तविक संसारको विषयवस्तुलाई राम्रोसँग बुझिसकेपछि त्यसलाई वैराग उत्पन्न हुनुपर्छ। संसार भनेको चाहिँ वास्तवमा केही पनि छैन। सब थोक छ तर हुँदै पनि अन्तमा केही पनि छैन। भनेको मतलब मान्छेले हाम्रो जीवनमा कति मनोरञ्जनहरू गर्छौँ हैन, इच्छा पूर्ति गर्छौँ, कति दुःख गरेर चाहिँ आफ्नो इच्छाको कामनाहरू पुरा गर्छौँ। तर जति आनन्द सुख सायमा रहे पनि हिजोको दिन आज सपना हुन्छ, आज रमाइलो गरेको दिनहरू भोलि सपना हुन्छ। बितेको पलहरूमा कति मनोरञ्जनहरू गर्नुभयो होला त्यो आज सपना हो। त्यसैले गर्दाखेरि मनुष्य चोला चाहिँ सपनाकै संसार हो। जति रमझम झिलिमिली रमाइलो आँखाले प्रष्ट रूपमा देख्छ नि त्यसको वास्तविक भनेको चाहिँ शून्य हो। त्यो त्यति साह्रो हुँदैन। जति राम्रो देख्छौ नि त्यति नराम्रो हुन्छ। त्यो वास्तवमा त्यो संसारको स्वभाव चाहिँ त्यो हो। त्यसै कुरालाई मनन गरेर बुद्धले संसार दुःखमय छ भनेर भन्नुभएको थियो। धर्मदेशनाको सबैभन्दा पहिला 4 आर्य सत्यको धर्मदेशना दिनु हुँदाखेरि संसार दुःख छ भनेर यसरी व्याख्या गर्नुभएको थियो।
अब संसार दुःख छ भनेर चाहिँ कसरी बुझ्ने भन्दाखेरि विशेष चाहिँ अब ड्युटी गरिरहेको हुन्छ, आफ्नो जब कामहरू गरिरहेको हुन्छ, यसले दुःख मनन गर्ने होइन। वास्तवमा पहिलो कुरा चाहिँ संसारमा जन्म लिनु दुःख हो रे। पहिलो कुरा चाहिँ संसारमा जन्म लिनु दुःख हो रे। दुःख पनि हो, किनभने जुन पनि मनुष्यहरू जो पनि जन्मेर आउँदाखेरि त रोएर आउँछ जन्मिँदाखेरि, तर हाँसेर त कोही पनि आउँदैन। त्यो दुःख हो भन्ने कुरा त प्रश्न त्यही भइहाल्यो। ऊ सुख भएको भए त किन रुन्थ्यो र, होइन? त्यसैले गर्दाखेरि मनुष्यको सबैभन्दा महान दुःख भनेको चाहिँ जन्म हो रे। अब त्यो जन्म चाहिँ कसरी कटाउने? अब त्यो दुःखले दुःख भरेछ भनेर बुझे पनि त्यो फेरि जन्म नलिनुको लागि चाहिँ फेरि पुण्य नै हो, पुण्य कर्म नै हो, राम्रो कर्म नै गर्नुपर्छ। त्यो कर्मले नै हो दुःख काट्ने। त्यो बाहेक अन्य कुनै पनि ईश्वरले चाहिँ यो मनुष्यको दुःख काट्न सक्दैन। अनि त्यसै प्रकारले अब दोस्रो दुःख भनेको चाहिँ वृद्ध हुनु, बुढोबान हुनु। त कसैले चाहेर पनि नचाहेर पनि यो भइरहेको हुन्छ। मान्छेहरूको सोचमा के हुन्छ भन्दाखेरि हजारौँ वर्षसम्म बाँच्छन् र यसरी नै जीवन बिताउन पाऊँ पनि एउटा इच्छा हुन्छ, तर त्यो हुन सक्दैन, त्यो रहन सक्दैन। किन भन्दाखेरि भगवान बुद्धले एउटा अनित्यको एउटा शब्द उच्चारण छ, जुन अनित्य वास्तवमा सबैले यसलाई चाहिँ मनन गर्नुपर्छ र यो स्वीकार्नुपर्छ, यो स्वीकार्नैपर्छ। र यो अनित्यलाई स्वीकार गर्न चाहँदैन भने संसारबाट मुक्त हुनुपर्छ। जतिखेर संसारबाट मुक्त हुन्छ त्यतिखेर यो अनित्यको नियम लागू हुँदैन अनि यो जन्मको दुःख फेरि पनि भोग्नु पर्दैन। तर फेरि पनि यो संसारमै रहेर योबाट चाहिँ मुक्त हुने कुनै पनि अभ्यास गरिन भने जन्म चाहिँ कलेजको माध्यमबाट फुटाएर फेरि पनि यही नै जन्म लिन्छ। त्यस कारणले गर्दाखेरि विशेष गरेर वृद्ध हुनु पनि दुःख हो। अनि त्यसपछि गएर रोगी हुनु यो दुःख हो। त्यसपछि गएर अन्तिम के हुन्छ? संसारलाई छोडेर जान्छ। यदि राम्रो परिवारहरूलाई छोडेर जान्छौँ, आफन्तजनहरूलाई छोडेर जान्छौँ, आफूले रोजेको यो स्वर्ग जस्तो ठाउँहरूलाई हामी छोडेर जान्छौँ। त्यो के हो? वास्तविक मृत्यु हो। त्यो चाहना नहुँदा हुँदै पनि यसलाई हामीले स्वीकार्नुपर्छ। तर यसलाई हामी कटाउन चाहन्छौँ भने त्यो चाहिँ संसारबाट मुक्त हुनुपर्छ। संसारबाट मुक्त हुनुको लागि एक मात्र उपाय भनेको चाहिँ बुद्धले दिनुभएको धर्मदेशनमा दिएको छ। त्यो अनुसारले हामीले लागू गर्यो, पालना गर्यो भने हामी मुक्त हुनुको लागि धेरै समय लाग्दैन। एउटै जीवनमा पनि मुक्तता गर्ने शास्त्रहरू छन् नि त, हामीले अभ्यास नगरेको हो त्यो। त्यस कारणले गर्दाखेरि विशेष गरेर यो संसार दुःखमय छ र यो दुःखमय संसारबाट मुक्त हुनुको लागि, यहाँबाट छुटकारा पाउनुको लागि हामीले केही पुण्य कर्महरू गर्नुपर्छ। र त्यो पनि हामी भन्छौँ उमेर हुँदाखेरि काम गरौँला अनि उमेर गएपछि पुण्य गरौँला, तर त्यो गलत हो। किन भन्दाखेरि उमेर होस् या वृद्ध होस् या बालक होस्, त्यो आफ्नो कर्मले निर्धारण गरेपछि सानै उमेरमा पनि उसको मृत्यु हुनसक्छ र यौवन अवस्थामा पनि ऊ मृत्यु हुनसक्छ र बुढो भएर पनि ऊ मृत्यु हुनसक्छ। यो मृत्युको कारण चाहिँ कर्ममा निर्धारण गरेको हुन्छ। यो कसैको हातमा, भगवानको हातमा पनि हुँदैन। अनि त्यो आफ्नो कर्मको फल भोग्ने समय भइसकेपछि त्यहाँ चाहिँ बिमारी भएर खाटमा छटपटिएर बस्दाखेरि डक्टरहरूको राजाहरू 1200 जना चाहिँ घेरेर दबाई पानी गरे पनि ऊ त्यहाँबाट उम्किन सक्दैन। त्यो कर्मको फल हो। त्यस कारणले गर्दाखेरि समय हुँदै हामीले धर्मलाई बुझौँ, आफ्नो पाइसकेको यो अमूल्य जीवनलाई खेर नफालौँ, पाएको जीवनलाई सार्थक बनाउने प्रयास गरौँ। एउटा कुरा के छ भने अहिले विश्वमा भनेको यो पृथ्वीको एउटा डल्लोभित्र मनुष्यको जनसङ्ख्या भनेको करिब
8 अरब समथिङ होला। अब हामीले मनमा म फेरि भोलि मर्छ भन्ने याद आएन भने यो सम्झिनुहोस्, आजबाट 100 वर्षपछि यो 8 अरब मान्छे खतम हुन्छ, मरिसक्छ, कोही पनि बस्दैन। त्यतिखेर आएकोहरू चाहिँ नयाँ जन्मेकोहरू मात्रै हुन्छ। त्यो भनेको अर्थ तपाईँहरू पनि हुँदैन, हामी पनि हुँदैन, सानो बच्चाहरू पनि धेरै बस्यो भने 60 वर्ष 80 वर्ष होइन, 100 वर्षपछि यो 8 अरब मान्छे खतम हुन्छ। यो भनेको चाहिँ अनित्य हो। यो अनित्यको भाव हुनु त हामीले सधैँ देखिरहेकै हुन्छ। यो एउटा कप यसरी उचाल्दाखेरि घरमा एउटा कप फुट्यो भने ओहो यति राम्रो कप थियो, पुरै फुट्यो, यतिसम्म सम्झिन्छ। तर हामीले त्यो कुरालाई मनसँग कहिले घाँसेर हेर्दैन। यो कप जसरी राम्रो चिज फुटेर जान्छ त्यस्तै प्रकारले हाम्रो जीवन पनि एक दिन नष्ट भएर जान्छ भनेर मनसँग घाँसेर हेर्नु सक्दैन कसैले पनि। त्यसैले गर्दाखेरि अब हामीले अनित्यले बुझ्ने भनेको चाहिँ त्यही हो। आजबाट 100 वर्षभित्र 8 अरब मान्छे सबै ध्वस्त हुन्छ। अनित्य हो भनेर त आजभन्दा 26 वर्ष अगाडि भगवान बुद्धले भनिसक्नुभयो। अनि एक प्रकारले हेर्दाखेरि मान्छेलाई अब यो रिस र मोहको माध्यमबाट एक अर्कालाई नष्ट पार्नको लागि न्युक्लियर बमहरूदेखि लिएर अहिले बन्दुकहरू धेरै बनाउँदछ नि, त्यसको त खास आवश्यक हुँदैन नि त। मान्छे त सत्ता आफै बढेर जान्छ, किनकि ऊ जन्मेको छ। जन्मिनु भनेको त्यो मृत्यु हुनु हो। सधैँ मर्नेलाई फेरि हतियार हातले चाहिँ त्यसरी नष्ट गर्नु भने आवश्यकै हुँदैन। तर हामी आफै स्वतः नष्ट हुन्छ भने नहुनु अगाडि हामीले तम्ताएर गर्ने एउटा अवसरको रूपमा चाहिँ हामीले बुझ्ने चाहिँ त्यो प्रवचन हो। धर्म देशना सुनेर पनि अभ्यास गर्नुको लागि मनन गर्नु सकेन भने चाहिँ धर्म सुनेर पनि आफूले हित नभएको बुझ्नुपर्छ। भगवान बुद्धको धर्म देशनामा यसरी भन्नुभएको छ, मजाले श्रवण गर्नु, सुन्नुहोस् है। त्यसपछि नम्बर 2 मा चाहिँ त्यसलाई मनन गर्नुहोस्। मनन गर्नु भनेको मनमा पुरा खेलाउनु मजाले। त्यो भनेको त्यो ठिक हो कि होइन, राम्रो नराम्रो कुरालाई मनन गर्नु। यसरी सुनेको थियो, त्यो ठिक हो कि होइन होला मनन गर्ने अवसर छ। तेस्रो नम्बरमा मात्र अनि त्यसलाई फलो गर्ने हो। तेस्रो नम्बरमा मात्र त्यसमा लाग्ने हो। त्यसले गर्दा धेरै अवसरहरू छन्। त्यसले गर्दाखेरि सबैले यो अमूल्य मानव चोला प्राप्त भएको यो अवसरमा राम्रो कर्म गर्नु होला, सुकर्म गर्नु होला। जीवन 2 दिनको चोला हो र मरण निश्चित छ। अनि अनिश्चित भनेको चाहिँ काल, भोलि पनि आउनु सक्छ। आज सुतिरहेको छ, भोलि बिहान उठ्नु नसक्नु पनि सक्छ। यस्तो हजारौँ मान्छेहरू हाम्रो अगाडि हेर्दा हेर्दै देख्दा देख्दै डरिरहेको मान्छेहरू कयौँ छन्। तर त्यस कुराबाट चाहिँ हामी आफैले आफू पनि एक दिन यसरी मृत्यु हुनुपर्छ भन्ने कुरा चाहिँ सम्झिनु सक्नुपर्छ। यो एकदम महान हो। यदि हामीले यो कुरालाई मनन गर्नु सकेन भने हाम्रो मनमा चाहिँ फेरि पनि एकदमै धेरै छोटो समयमा धेरै पुण्य कार्य गरौँ भन्ने सोच आउनु कठिन हुन्छ। यदि त्यो समयहरू आएन भने, त्यो अवसरहरू हामीले पाउन सकेन भने जीवन भनेको दिनदिनै गइरहेको हुन्छ। अनि एक दिन भनेको चाहिँ अब मृत्युसँग सङ्घर्ष गर्नुपर्छ। त्यस दिन त सकिसक्यो। त्यहाँबाट फेरि यो अवसर पाउनु भनेको त मैले अगाडि भनिसकेँ। कुनै ईश्वरले वरदानको रूपमा मान्छेको जीवन चोला दिने होइन। मान्छेको जीवन चोला पाउनुको लागि पुण्य कर्म सञ्चय गरेको प्लस 60 पारामिताको अभ्यास गरिएको र त्यो 60 पारा अभ्यास गरेर त्यसको परिणाम गर्दाखेरि अनि डेडिकेसन गरिएको ती त्यस्ता व्यक्तिहरूले चाहिँ जीवन पाउनु सक्छ भनेर यसरी व्याख्या गरिएको छ। त्यसैले गर्दाखेरि बुद्ध त प्राप्त हुने भनेको त लामो टाढोको यात्रा हो। फेरि पनि पाउने जीवनमा 6वटा लोक छन्, 6वटा जीवन छ। मोटामोटी 6वटामा हामीले व्याख्या हुन सक्छ। देवलोक साइड है, स्वर्ग भनेर मजाले हामीले कामना गर्छौँ, त्यो ठाउँ समेत है। स्वर्ग हामीले विशेष गरेर अब सुखवती भुवनभित्र हामी मान्नु पर्दैन। यहाँबाट पुण्यको प्रार्थना गरेर मनोकांक्षा राखेर चाहिँ देवलोकसम्म जन्म लियो भने पनि
देवलोकमा मोज मस्तीमा रहेर 200 वर्ष 500 वर्षसम्म रहेर तत्पश्चात चाहिँ कर्मकै फलले चाहिँ फेरि पतन हुन सक्छ। त्यसले गर्दा पनि त्यो स्थान पनि सुख चाहिँ होइन, मनुष्य चोला पनि सुख त होइन, तर अन्य स्थानहरूभन्दा प्रेत पशुहरूको स्थानभन्दा सर्वश्रेष्ठ हो। र मनुष्य चोला पाए भने त्यो चोलाबाट चाहिँ बुद्धत्व प्राप्त हुने एउटा महत्त्वपूर्ण अवसर चाहिँ त्यहाँ प्राप्त हुन सक्छ। आदरणीय गुरु खेल्पो गावङ तेचुक शेर्पाज्यूलाई उहाँले यति मिठो प्रवचन हामीलाई आजीवन काम लाग्ने प्रवचन दिएर उहाँले आफ्नो 2 शब्द यहाँ गर्नु भएको छ। आज मलाई पनि एकदमै खुसी लाग्यो। धेरै हजुरलाई पनि धन्यवाद, धेरै धन्यवाद। एकदम ध्यानपूर्वक मन्त्रमग्न भएर गुरु दर्शन सुनिदिनु भएको तपाईँलाई धन्यवाद। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा हाम्रो अतिथिहरू ढिलो पालो भएकोले मैले यहाँ गुरुको पूजा र गुरुको दर्शन भएको कारणले हजुरलाई मैले आसन ग्रहण गराउन सकिनँ। त्यसको लागि क्षमा प्रार्थी छु म भन्दै भर्खर पाल्नुभएका हाम्रो तौडी युकेका प्रेसिडेन्ट श्री जुन काजी गुरुङ दाईलाई म यसो उठेर सबैले पनि चिनौँ अनि आफ्नो आसन ग्रहण गरेर अनुरोध गरेँ। त्यसैले हाम्रो दिदीलाई पनि उहाँ फर्स्ट लेडी प्लस तौडी महिला सङ्घको पनि अध्यक्ष हुनुहुन्छ। थ्याङ्क यू भेरी मच मास्टरज्यू। सबभन्दा पहिला त म के अरे बुद्धको धर्मको र सङ्घको शरणमा गएर यो तपाईँलाई थ्याङ्क यू को 2 शब्दहरू बाँच्न चाहन्छु। थ्याङ्क यूको क्रममा सबभन्दा पहिला चाहिँ अभियसली हिज एक्सिलेन्सी थेम्पुङ नेवाङ थेक्सोक शेर्पा गुरु चाहिँ हङकङदेखि आउनुभएको। उहाँ चाहिँ हङकङको ओर्गन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टरको डाइरेक्टर, फिलोसोफर, ट्रान्सलेटर, प्रोफेसर, हरेक चिजमा निपुण हुनुहुन्छ। अनि कसरी भयो भने छोटकारीमा म तपाईँलाई पहिला उहाँको जीवन छोटकारी भन्छ निकै लामो समयसँग चाहिँ, तर म छोटकारीमा तपाईँलाई जानकारी दिन चाहन्छु। अनि त्यो भन्नुभन्दा अगाडि गुरु थ्याङ्क यू सो मच। एकदम छोटो समयमा हामीले उहाँलाई रिक्वेस्ट गरेको हो। त्यो हाम्रै अलिकति कमजोरी पनि हो हामी फल्नुको कमिटीको, तर गुरुले सहर्ष स्वीकार गरेर छोटो समयमा भिसा पनि फेरि भिसा नहुँदो रहेछ, म्यानुअल भिसा गरेर त्यसरी आएर लकिली हामीले पायौँ। अनि आज यति राम्रो गुरुको धर्म दर्शन के अरे पायौँ, त्यसको लागि गुरुलाई एकदम थ्याङ्क यू भेरी मच। म गुरुको जीवनीको छोटो विषय भन्छु। गुरुले आज दिनुभएको धर्म दर्शन तपाईँले सुन्नुभयो, छुट्टै थियो एकदम। सुन्यो भने तपाईँले मनमा राख्नुभयो भने त्यो मनन गर्न सक्ने खालको थियो क्या है। उहाँले त्यही भन्नु अब कुराहरू भन्नुभयो, 3 युगको कुरा भन्नुभयो, सिल कसरी लिन सक्छ भन्नुभयो। धर्म देशमा सुनेर मात्रै भएन, मनन पनि गर्नु पर्यो भनेर भन्नुभयो होइन। जीवन अनन्य छ, लाइफ इज इम्पर्मानेन्ट भन्ने खालको कुरा पनि गर्नुभयो। यो कुराहरू बुझ्यो भने सायद तपाईँ बुद्ध चित्त भएर बुद्धत्व प्राप्त गर्न सक्नुहुन्छ। तर उहाँले त्यही भन्नुभयो नि 1000 वर्षमा के अरे अबको 100 वर्षमा यो के अरे संसारको 8 अरब मान्छे कोही पनि हुँदैन। छोटकारीमा अङ्ग्रेजीमा भन्यो भने लाइफ इज इम्पर्मानेन्ट, नेपालीमा भने जीवन अनन्य छ। यति कुरा बुझ्यो भने तपाईँले सायद राम्रो तरिकाले आफ्नो जीवनयापन गर्न सक्नुहुन्छ। अच्छा, गुरुको विषयमा छोटो गरी भन्नु पर्यो। गुरुको यो जुन अहिलेको यात्रा छ, मङको यात्रा 1982 देखि सुरु भएको रहेछ है। उहाँ चाहिँ पहिला एउटा जुनियर मङ अनि स्टुडेन्टको रूपमा चाहिँ
शेर्पा मोनास्ट्री खरसाङ वेस्ट बेङ्गल इन्डियामा कलिलो उमेरमा उहाँ थियो 91 देखि 99 सम्म चाहिँ उहाँले अब यो एकदम छोटो समयमै भनौँ न उहाँ सिनियर माउन्टेन टिचर भइसक्नु भएको छ ओके अनि सिक्किम इन्डिया त्यसपछि 99 to 2004 उहाँ खेम्पो हुनुभयो अनि उहाँले के अरे खेम्पो चाहिँ हिज एक्सलेन्सी खेम्पो रिक्जिन दोर्जे रिम्पोछेको हातबाट लिनुभएको रहेछ अनि उहाँ चाहिँ खेम्पो मात्र होइन उहाँ खेम्पो प्रिन्सिपल अफ निमापा इन्स्टिट्युट के अरे सिक्किम इन्डिया अब उहाँ चाहिँ त्यसपछि प्रोफेसर 2005 देखि 2010 सम्म चाहिँ एज अ खेम्पो उहाँ प्रोफेसर अफ निमा पालियो उर्गेन दोर्जे छोमिङ मोनास्ट्री नेपालमा गर्नुभयो अनि त्यसपछि 2011 to 18 चाहिँ उहाँ यही हङकङको अहिले बुद्धिस्ट सेन्टर के अरे उर्गेन दोर्जे छोमिङ बुद्धिस्ट सेन्टरको रेसिडेन्ट खेम्पो हुनुहुन्थ्यो अहिले 2019 देखि उहाँ चाहिँ डाइरेक्टर प्रोफेसर के अरे त्यो गुम्बाको के अरे खेम्पो अनि चिफ प्रिन्सिपल रिलिजियस एडभाइजर पनि हुनुहुन्छ है उहाँले गुरुले अघि नै टच गर्नुभयो उहाँले केही कुराहरू चाहिँ अब त्यही त हो हामीले त्यो के अरे अरू भाषामा लेख्न त बुझ्दैन धेरै किताबहरू ट्रान्सलेट गर्नुभएछ जो मैले अहिले आएको गुरुसँग मेरो भेट पहिलोपल्ट हो अनि गुरु पनि फर्स्ट टाइम युके आउनुभएको हो त्यस कारण चाहिँ म चाहिँ एकदमै आइ एम भेरी इम्प्रेस अनि गुरुलाई वन्स अगेन थ्याङ्क यू भेरी मच गुरु तपाईँ छोटो समयमा यहाँ आएर यति राम्रो धर्मदेशमा बुझ्नुभएको है अनि त्यही लगत्तै चाहिँ हाम्रो थाउजन्ड बुद्धको सिनियर गुरु हाम्रो लोपेन के अरे पूर्वदिनजी गुरु थ्याङ्क यू भेरी मच आज धेरै पछि चाहिँ हाम्रो धावा गुरुलाई देख्न पाइयो है बिचमा बसेको एकदम अग्लो मान्छे उहाँ धावा गुरु हुनुहुन्छ पालियो मोनास्ट्री हामी लन्डनको उहाँ आइदिनुभयो थ्याङ्क यू भेरी मच गुरु अनि हाम्रो अखिलमान गुरु उहाँको कुनै के गुरुजीहरू छ भन्थ्यो पार्टी दिएपछि मात्रै भन्नु पर्ला तर उहाँलाई पनि एकदम थ्याङ्क यू सो मच दिपेन गुरु टाढाबाट तपाईँ आइदिनुभयो थ्याङ्क यू सो मच कर्मवाङ्गेल गुरु हाम्रै थाउजन्ड बुद्धको सिनियर गुरु हुनुहुन्छ अनि थ्याङ्क यू भेरी मच गुरु अनि गुरु धर्म लामा गुरु स्विडेनबाट यहाँ आइदिनुभयो थ्याङ्क यू भेरी मच अनि यहाँ गुरुहरू प्राय थाउजन्ड बुद्धको फाउन्डिङ मेम्बर भइसक्नुपर्छ भनेको मतलब चाहिँ हजार पाउनु हुँदैन धेरै धेरै पैसा दिएर थाउजन्डको फाउन्डिङ मेम्बर चाहिँ तर गुरुहरू सबैलाई एकदम थ्याङ्क यू सो मच आज हाम्रो विदेशी पाहुनाहरू आउनु भएको रहेछ एकजना त जानुभयो तीनजना हाम्रो चाइनिजहरू आएको छ एमी चाउ फ्रम लन्डन we got Hong Kong Chinese guests here today as well Scarlett Lai from Hong Kong and Simony they are here as well. Thank you very much for coming here. And I hope you enjoyed the food, everything that you saw here today. अनि हाम्रोमा अघि तपाईले देख्नुभएको भएन एउटा इन्डियन बुढी आमा आउनुभयो म गएर उपस्थित गरेँ उहाँको नाम चाहिँ लक्ष्मी कचावा रहेछ बुढीमा हेर्दाखेरि त्यस्तो तर उहाँ यहाँको हिन्दू टेम्पलको फाउन्डर पो रहेछ हेर्नुहोस् है अनि उहाँ चाहिँ कस्तो अब क्या धर्मप्रति उहाँले निकै बुझेको भएर हामीले भ्याएको थिएन तर गुरुलाई दर्शन गरेर गुरुलाई तीनचोटि भोगेर अझ थापेर जानुभयो कतै उहाँलाई पनि एकदम थ्याङ्क यू सो मच तपाईँलाई थाहै छ त्यो ब्यानर त्यहाँ अगाडि हेर्नुभयो भने यो थाउजन्ड्स बुद्ध युकेले रन गरे पनि हामी अरू 4-5वटा संस्थाहरू मिलेर सधैँ बुद्ध जयन्ती मनाउने गर्छौँ अनि भोलि आउने वर्षमा अरूहरू पनि थपिन्छ होला हामीसँग जोडिएको चाहिँ तमाङ घेदुङ युके त्यहाँको प्रेसिडेन्ट हुन्छ हाम्रो के अरे उदय घिसिङ सर कता हुनुहुन्छ पनि शेर्पा एसोसिएसन के अरे साउथ सेन्ट्रल पासा पुसा गुटी रेडिङ हाम्रो दिव्य महाराजजी हुनुहुन्छ यहाँ अगाडिपट्टि उठिदिनुहुन्छ गुरु के अरे प्रेसिडेन्ट पासा पुसाको अनि साकेलिङ मोनास्ट्रीको हाम्रो पूर्ण पाखरिन्जी हो
आउनु भने एकदम यङ लुकिङ छ, कहाँबाट तपाईँ किन हुन्छ उहाँ प्रेसिडेन्ट आउनुभयो। तपाईँहरूलाई पनि एकदम थ्याङ्क यू भेरी मच। अब आउँदो दिनहरूमा पनि हामी यसरी सँग जोडेर अझै हाम्रो मेम्बर्सहरू बढाएर अगाडि जान सकौँ। सो थ्याङ्क यू टु अल प्रेसिडेन्ट्स। अनि प्लिज तपाईँहरूको कमिटी मेम्बर्स र के अरे अरू मेम्बर्सहरूलाई पनि हाम्रो थ्याङ्क यू भनिदिनुहोस् है। अनि गेस्टहरू त हामीले थुप्रै बोलाएका थियौँ, तर यहाँ पाल्नु भएकोहरूलाई मात्रै मैले देखेको र पाल्नु भएकोहरूलाई चाहिँ म थ्याङ्क यू भन्न माग्छु। सर्वप्रथम त हाम्रो तमुद युकेको प्रेसिडेन्ट जुन्काजी गुरुङ दाई, अनि उहाँ लिड प्रेसिडेन्ट के अरे हाम्रो कमला बहिनी, थ्याङ्क यू भेरी मच फर कमिङ है। अनि तमाङ घेलुङ रेडीको मैले भनिहालेँ, उदय घिसिङ सर कता हुनुहुन्छ, अनि बहिनी यहाँ हुनुहुन्छ, थ्याङ्क यू भेरी मच तपाईँहरूलाई। दिव्य महर्जनजी अघि तपाईँले देखिहाल्नुभयो, पासको प्रेसिडेन्ट आएर जानुभयो। अब यहाँ युकेको परिस्थितिले गर्दाखेरि राम गलामी आउनुभएको थियो, मगर एसोसिएसन रेडिङलाई रिप्रेजेन्ट गरेर। रेडिङ तमु समाजलाई रिप्रेजेन्ट गर्दै हाम्रो देवदाय आउनुभएको थियो, देव गुरुङ, उहाँले पाल्नुभयो। भनेको समको बिहानै आउनुभएको थियो बिचरा। अनि हाम्रो के अरे सोल्टी कता हुनुहुन्छ, ओम सोल्टी, पक्का फ्रुट फल के लिएर बिहानै आउनुभएको थियो। भनौँ थ्याङ्क यू सो मच। के अरे साकेलिङ बुद्धिस्ट कम्युनिटीको चाहिँ के अरे हाम्रो के अरे प्रेसिडेन्ट पूर्ण पाखरिनज्यू, अनि गुरु पनि आउनुभएको छ साकेलिङ गुरु। अलि उहाँले फेरि आफ्नो के अरे घुमाउने पूजा गर्नुहुन्छ, त्यो भएर अलिक ढिलो हुनुभयो। अनि मैले यहाँ बस्नु भन्नुभएको, हस्ता लामा गुरु यहीँ कता हुनुहुन्छ हो, बिचैमा त किन बस्ने भनेर उहाँले मान्नु भएन, तर उहाँलाई एकदम थ्याङ्क यू सो मच आउनुभएकोमा। अनि शेर्पा एसोसिएसन युकेको साउथ सेन्ट्रलको खास प्रेसिडेन्ट, एसोसिएसन युकेको प्रेसिडेन्ट चाहिँ नेपाल जानुभयो चाहिँ के हो, उहाँलाई रिप्रेजेन्ट गर्ने यहाँ चाहिँ आज हाम्रो ओङ्ला र योङ्ला भाइ, अनि ओङ्ला एन्ड योङ्ला शेर्पा अनि उहाँको फ्यामिली आउनुभएको छ। तपाईँहरूलाई एकदम थ्याङ्क यू सो मच। अनि तमुद युकेको भाइस प्रेसिडेन्ट अनि आइटी समाज युकेको प्रेसिडेन्ट हाम्रो पर्सु सोल्टी र दिदी आउनुभएको थियो, जानुभयो कता छ पनि। पर्सु सोल्टी त मैले देखेको छैन, पछि आउनुहुन्छ होला, तर तपाईँहरूलाई एकदम थ्याङ्क यू सो मच। अनि फाइनली आइ एम ग्ल्याड टु सी विशाल स्याङ्बो, जनरल सेक्रेटरी तमुदी के अरे सरी युनाइटेड तमाङ घेलुङ युकेको, एकदम चर्को हुन्छ। विशाल हियर कहाँ छ छैन, ओ देयर इज, एकदम चर्के जनरल सेक्रेटरीको। म त अब आउनु हुँदा पनि उहाँलाई तान्दैछु, अनि उहाँ आउनुहुन्छ, इज भेरी चर्के। सो तपाईँहरू एकदम सबैलाई थ्याङ्क यू सो मच, थ्याङ्क युको क्रममा। अनि जिआरएनसीको के अरे भिन्सेन्ट के अरे भिन्सेन्ट भाइ र उहाँको बहिनी नै आउनुभयो, थ्याङ्क यू सो मच। गेस्टको चाहिँ त्यो भयो। अब यो सबैको नाम लिएर मैले सक्दिनँ, समय पाबन्दीले गर्दाखेरि मेन उसहरूको चाहिँ कलाकारहरूको चाहिँ भन्नु पऱ्यो, मेन यो सक्सेस गर्नुमा। सबभन्दा पहिला यो भिजा स्पोन्सरसिप लेटर कान्ति बहिनी अनि दले लामा बहिनीले स्पोन्सर लेटर पठाउनु भयो गुरुको भिजिटको लागि, थ्याङ्क यू भेरी मच। अनि गुरुको एकोमोडेसन, गुरुलाई यताउता गर्ने सबै गर्ने हाम्रो मदन भाइ अनि लक्ष्मी बहिनी, गुरु चाहिँ भैँकोमा बस्नुहुन्छ र उहाँलाई त थ्याङ्क यू भेरी मच। तपाईँलाई केही दुःख सुख छ भने भन्नुहोस् है मलाई। अनि गुरुको डायरी तपाईँहरूले बुक गर्न माग्नुहुन्छ भने उहाँ बहिनीलाई उहाँ बहिनीसँग कन्ट्याक्ट गर्नुहोस् है। के अरे अनि उहाँ हाम्रो नम्बरी बिचरा खाना पनि राम्रो नखाइकन काम गर्नुभएछ, हाम्रो सुरेन्द्र नम्बरी। अनि सीता बहिनी उहाँ खाना देख्दैछ, खायो कि खाना मलाई त्यो पनि थाहा छैन, तर उहाँसँग काम गर्नुभएको आज खटिएर नयाँ फाउन्डिङ मेम्बर हाम्रो भान्जी वन्दना गुरुङ खटिएर उहाँ काम गरेको छ, मलाई उहाँलाई एकदम थ्याङ्क यू सो मच। भाइ ओङ्ला शेर्पा
उहाँ बिचरा बिहान नै यति धेरै फुल ल्याएर उहाँ गुरुलाई लिन उहाँ हिल्ली पुगेर लिएर आउनुभयो अनि अम्ला भाइलाई नै एकदम थ्याङ्क यू सो मच। नयाँ फाउन्डिङ मेम्बर्सहरू यहाँ लिस्ट छ अहिले बनाउँछ जसले 1000 पाउन्डभन्दा बेसी दियो आज यो बुद्ध जयन्तीको दिनमा उहाँलाई पनि एकदम थ्याङ्क यू सो मच। मैले नाम पढ्छु तपाईँहरू अहिले खदा के अरे आफ्नाको लागि तयार हुनुहोस्। यदि तपाईँको नाम यहाँ आएन भने हाम्रो उहाँ के अरे सुरेन्द्रलाई या मलाई यहाँ नाम लेखाएर चाहिँ खदा थाप्नु तयार हुनुहोस्। म यहाँ भनिदिनु पऱ्यो खेम एन्ड नलिला गुरुङ 1005 पाउन्ड तपाईँ हुनुहुन्छ। रन बहादुर एन्ड हिरा कुमारी गुरुङ 1011 पाउन्ड। धर्म लामा गुरुङ 1005 पाउन्ड। तुलाराम एन्ड मेनुका गुरुङ 1005 पाउन्ड। पशुपति एन्ड बिना गुरुङ 1500 पाउन्ड। तिन पनि किसी मिठो तिन लिएर आएको थियो कता भयो पशुपति बिना ओ बिना है बिचरा थ्याङ्क यू भेरी मच। अनि दिपेन गुरुङ दिपेन गुरुङ 1005 पाउन्ड। अनि यहाँ दुईजनाले दिनुभएछ तर उहाँले यहाँ नाम नभन्ने भन्नुभयो गर्दाखेरि ठिकै छ उहाँले पनि 1000 पाउन्ड दिनुभएको छ है त। सारा एन्ड आर्सा लामा थापा आज मेम्बरसिप हुनुभएको छ उहाँहरू थ्याङ्क यू भेरी मच। 1011 भर्खरै आयो है। ल त्यो चाहिँ फाउन्डिङ मेम्बर भयो। तपाईँहरू जसको नाम आएको छ यो मेरो सकेपछि खदा लगाउनको लागि तयार हुनुहोस् है। फटाफट टाइम गर्नु पऱ्यो। अरू अब तपाईँले आजको खाना के हो यस्तो यो हामी त सधैँ त्यो के अरे सेफहरूले बनाएको खाने किसिम किसिम परिकार भनेर मलाई कमेन्ट आयो है। हामी किसिम खाना चाहिँ के हो भनेर भन्यो। सरी हाम्रो प्रेसिडेन्टले अलिक चाख्नु पाउनु भएको छैन तपाईँदेखि प्रेसिडेन्टले माफ भन्नुहोस् है। किनकि कसरी भयो भन्दाखेरि यो सबै हाम्रो दिदीबहिनीहरूले भोलिन्टरली बनाएको है खाना। एक पैसा 1000 रुपियाँलाई लिए छैन। उहाँले किसिम किसिम परिकार बनाउनु म क्रमशः भन्छु 1000 रुपियाँ युकेको आमा समूह सबैले है किसिम किसिम खाना बनाउनु हिजो पनि बनाएर ल्याउनु भयो। 3-4 जना दिदीबहिनीले हामी यहाँ काम गर्दाखेरि तामाङ घेदुङ युकेको दिदीबहिनीहरू शेर्पा दिदीबहिनीहरूले पनि अनि नेवार भाषा पुछेको दिदीबहिनीहरूले मैले त्यो हाम्रो एसोसिएट भएको मेम्बरले मात्रै होला भनेको मैले अघि नै इक्जाम्पल दिइहालेँ। उहाँ बिना भान्जीको 1500 पाउन्ड त दिनुभयो। पनि के मिलेटको खिर ल्याउनु भयो यस्तो गजब खैरो खिर पनि कस्तो हुँदैछ बेसी मिठो हुँदैछ त्यो खिर। ब्राउन कलरको खिर त मैले फर्स्ट टाइम खाएँ आज। गर्दाखेरि अरू दिदीबहिनीहरूले पनि जसको जो यो यसमा आपत्ति छैन उहाँले पनि बनाएर ल्याउनु भएछ क्या मैले देखेँ। गर्दाखेरि तपाईँहरू सबैलाई एकदम थ्याङ्क यू भेरी मच। अनि अघि गुरुले भन्नुभएको थियो पुण्य सञ्चय गर्नुहोस् गर्नुभएको छ तपाईँले यस्तै पुण्य सञ्चय गर्नु जानुहोस् है। अनि मेरो कमिटीलाई धन्यवाद दिन त कहाँ भन्न सकिँदैन है। तपाईँ दुःख गर्नुभयो हिजोदेखि यो झिलिमिली झैँ त्यसै भएको छैन। यो सबै मेरो कमिटीले गरेको उहाँ त्यो यो यत्रो ठुलो पोस्टर कसले गरेको भनेको हाम्रो विचार चुप्प लाएर पछि हाम्रो भाइस प्रेसिडेन्ट प्रबल सिंह घुसी प्रेम लामा पनि भन्नुहुन्छ फिल्म डाइरेक्टर पनि हुन्छ उहाँले गर्नुभएको यस्तो बलियो बजेट गरेको है। हामी पुरा प्रडक्ट सबै कमिटीले गरेको बुद्ध युकेको कमिटीलाई अनि जो भलिन्टियर आएको थियो कमिटीमा नआएको पनि भलिन्टियरहरू आएको थियो भान्जाभान्जीहरू उहाँहरू एकदम थ्याङ्क सो मच। अनि यो जम्मै यो कोअर्डिनेसन गर्न बडा खालको हुन्छ। त्यही भएर कताको मान्छेले होच भएको काट्थ्यो होला। अहिले अरू देशै भने टोपी लाएर आउनुभएको छ हाम्रो धन्दै जनरल सेक्रेटरी पुरा कोअर्डिनेट गर्दा बिचरा है घरि के भन्छ भन्ने छ होला। उहाँले यो पुरा कोअर्डिनेट गर्नुभएको उहाँलाई ठुलो ताली दिनुहोस् हजुर। हुन्छ
जेनरल सेक्रेटरी है गदा भन्दै तपाईँलाई थ्याङ्क सो मच अनि उहाँलाई मद्दत दिने बहिनीलाई पनि थ्याङ्क यू है अनि मैले अघि नै भने नि अहोत्रै खट्नुहुन्छ अनि थाउजन्ड्स बुद्धको द टप मोस्ट होला एकदम राइट ह्यान्ड पर्सन चाहिँ मेरो नम्बर सुरेन्द्र हो मैले यो पनि सुनेको नि छैन यति साह्रो लागेको रहेछ सुरेन्द्रबाट अनि उहाँको बहिनी सीताको हिजो बेलुकादेखि नै उहाँलाई फर्किएको उहाँको पैसा उठाउनुबाट आजको पनि पानीहरू तपाईँले बुझ्नुभयो त्यो पानीको डोनेसन चाहिँ 1 नम्बरले बहिनीले दिनुभएको गर्दा उहाँलाई पनि थ्याङ्क सो मच अनि यो यत्रो राम्रो हल अहिले त झिलिमिली परेको तर यो हल बुकिङको लागि पैसा चाहिँ हाम्रो जुटी आम्रेले हामी थाउजन्ड बुझेर दिने भने यस्तो धेरै फटाफट आउँछ पैसा त त्यो जुटी आम्रेले पुरा हललाई यो चाहिँ कागे कर्ण बहादुरको नाममा कागे तपाईँलाई थाहा छ 3 अप्रिल 2025 को दिनमा चाहिँ पूर्णिमा हुनुभयो उहाँ एकदमै बुद्ध धर्मावलम्बी हुनुहुन्थ्यो पक्का बुद्धसित भएको मान्छे अनि 1000 बुद्धको लिडिङ फादर फिगर हुनुहुन्थ्यो तर अफसोस 3 अप्रिल 2025 हो नि होइन त्यो दिन चाहिँ उहाँ चाहिँ हामीलाई छाडेर जानुभयो उहाँको सम्झनामा हामीले हल बुकिङ गर्नु है तर हामीले तपाईँलाई एकदम थ्याङ्क यू तपाईँहरूको नाम छिरेछ भने मलाई गर्नुभयो हुन्छ है मलाई बिर्सिक्यो हो टाढादेखि तपाईँ आउनु भएको छ अनि भोजनदान है फेरि पुण्य सञ्चयकै कुरा आउँछ अनि एउटा कुरा तपाईँ ढुक्क हुनुहोस् 1000 बुद्धले तपाईँले दिएको पैसा 1 पाउन्ड पनि तलमाथि नगरिकन चाहिँ के अरे गम्बाको उन्नति र प्रगतिमा लगाएको छ क्या है त्यो कुरामा तपाईँ ढुक्क हुनुहुन्छ हामी मिटिङमा जाँदा पनि सबैले आफ्नो पैसा खाने हो कहाँ जाँदा पनि कता ट्राभल गर्दा पनि आफ्नो पैसा हो 1000 बुद्धको मिटिङमा मेम्बरहरू बसेर दिदीबहिनी बसेर तपाईँले दिएको भोजन दान तपाईँले दिएको पैसा खान्छ भने त्यो नसोच्नुहोस् 1 पैसा नखाइकन एकदम क्लिन ट्रान्सपेरेन्ट तरिकाले हामी दिएको छ अनि तपाईँहरूले त्यो भोजन दान दिनुभयो त्यसको लागि एकदम थ्याङ्क यू भेरी मच तपाईँहरू पनि अब जसले भोजन दान दिनुभयो यहाँ आएर के अरे भोजन दिनुभयो सहभागी हुनु तपाईँहरू पनि 1000 बुद्धको के अरे मेम्बर हुनुहुन्छ अब मेम्बर तपाईँले दर्ता गराउनुहोस् न भन्नुहोस् है भोटिङ मेम्बर र अनभोटिङ मेम्बर हुन्छ तर सबै मेम्बर हो तपाईँहरू है गर्दाखेरि तपाईँलाई थाहै छ होला 1000 बुद्ध युकेमा एउटा यस्तो गुम्बा हो जसले कुनै जात लिनेज मिक्स म्यारिज सेक्स रेस के अरे उसहरूलाई डिस्क्रिमिनेट कुनै किसिमको डिस्क्रिमिनेसन नगरिकन सबैलाई अँगालेर हिँड्ने के अरे उसो अनि खेनटेन गुरुहरूले ढुपजी गुरुहरूले भन्थ्यो समुद्र एकदम साह्रो छ तिमी यो थाहा गर्नु तर नछाड्नु है एकदम दुःख नछाड्नु भनेर भन्थ्यो त्यसै दुःख त जस्तो लाग्दैन किनभने मलाई मद्दत गर्ने मेरो कमिटी र दिदीबहिनी दाजुभाइ अनि सबभन्दा मैले फेरि अब यहाँ थ्याङ्क यू नभने भने भरे खानै पाउनुहुला मलाई हरेक पाइलामा मद्दत गर्ने मेरो परिवार अनि ध्रुव मेरो बुढियालाई पनि एकदम थ्याङ्क यू भन्नुपर्छ ध्रुव जयन्ती आउनु कता ध्रुव तात्तिएको देखेर मै के अरे नर्भस हुन्थेँ क्या गर्दाखेरि एकदम थ्याङ्क यू भेरी मच ल अनि फाइनली I also want to thank Vinod Thapa, videographer. एकदम प्रोफेसनल भिडियोग्राफर रहेछ हाम्रो डिई कम्पनीको के अरे अनि earlier on I saw Rohit Abraham but I got a new face here so thank you very much for coming in and doing the things that you have done today. I'm sure the quality will be absolutely brilliant, yeah, top notch. Thank you very much. Lord, यो thank you क्रममा तपाईहरु सबैले छुटिएछ भने त्यसको नाम पिटिँदै दुःख मन नगर्नुहोस् मैले खानाको कान्ति त यो लो नौलो आयो फेरि यहाँ पैसा त आगो भन्छ ल आलो खाना साना सबै यता उता चाहिँ कान्ति बहिनी र दले लाम स्पोन्सर गर्नु भनेर त्यसरी खर्च लाग्यो है त्यसरी लाग्यो
फाइनली वन्स अगेन तपाईँलाई 2570 2570 बुद्ध जयन्तीको के अरे ह्यापी बुद्ध जयन्ती। तपाईँले गुरुले दिएको धर्मदेशना अनि पहिला पनि तपाईँले कति सञ्चय गरेको धर्महरू चाहिँ राम्रो फलोस् फुलोस्, उन्नति प्रगति होस् अनि अर्को साल बुद्ध जयन्ती आउँदाखेरि अझै हामी ठुलो रूपले बस्न पाऊँ। खुसीको खबर तपाईँहरूले नै दान गरेर हाम्रो यी सबै यहाँ हाम्रो प्रेसिडेन्ट कमुदी युके प्रेसिडेन्ट पासा सबैले 1000 सम्बन्ध बेसी दिएछ। तपाईँहरू कतिजना हुनुहुन्छ यहाँ? तपाईँले दिएर थाउजन्ड्स बुद्धले अब गुम्बा किन्ने 1 डिग्री मात्रै बाँकी छ। हाम्रो एसबेस्टसको सर्वे छ, अब यो मेको 7-8 त्यो सक्सेसफुल भयो भने हामी सानो एउटा गुम्बा चाहिँ किन्नेछौँ। अनि त्यसपछि सायद होपफुली हामी नेक्स्ट इयर बुद्ध जयन्तीमा भेट्छौँ। अब यो बुद्ध जयन्ती विग्रेसमा किन पर्छ, किन गर्छ, स्याटरडे सन्डे गर्नु भन्छ तपाईँहरूले कतिले। त्यो चाहिँ बाबुजीले पहिल्यै गरेको अनि अघि गुरुले पनि सुन्नुभयो यो विषयमा। आजको दिन भनेको अब बुद्ध पूर्णिमाको दिन। यो दिन भगवान् बुद्ध जन्मेको, उहाँले ज्ञान प्राप्त गरेको अनि पूर्णिमा भएको यस्तो शुभ दिनमा नै गर्ने भनेर आज शुक्रबारको दिनमा हामीले गरेको। अनि आएको बुद्ध जयन्ती पनि बिहिबार परेको छ। अहिले भने मेरो डायरी पाएन, छुट्टी पाएन भनेर भन्यो भने तपाईँ आफै दिनु हो। नेक्स्ट इयरको बुद्ध जयन्ती चाहिँ 20 मे 2027 सालमा छ है, बिहिबार पर्छ। ल छुट्टी 1 वर्ष अगाडि लिनुहोस् है। तपाईँहरूलाई अर्को 20 मे 2027 मा हेर्ने म उस गर्छु। अनि मेन कुरो म भन्दै हाल्नु पर्यो के अरे डायरी नोटको लागि मात्रै है तपाईँहरूलाई। के अरे 20 मे 2027 बुद्ध जयन्ती हो। होपफुली विल सी यु नेक्स्ट इयर बुद्ध जयन्तीमा। अनि 31 मेमा चाहिँ हामी गुरुसँग चाहिँ कतै आउटिङ जानेछ हाम्रो टेम्पो गुरुसँग। गर्दा तपाईँहरू कोही इन्ट्रेस्ट हुन्छ भने भन्नुहोस्, हामीले बस्दै अनुसार बुकिङ गर्दा होपफुली अहिलेको एडभाइस चाहिँ के छ भने त्यो डडलजुमा जाने भने छ, डडलजुर बिचमा। अरू कोही सजेसन छ भने भन्नुहोस्। 31 मे 2027 मा हामी जाँदैछ। अनि होपफुली 26 सरी बुद्ध जयन्ती चाहिँ 20 मे 2027। अनि यो खेप्पा गुरुसँग भिजिट चाहिँ 31 मे 2026 है। अनि हामीले अहिले प्रोभिजनली के अरे अब गुम्बा किनेपछि गुम्बाको फेरि भित्र पुरा संरचनाहरू गर्नु पर्यो, के गर्नु पर्यो। त्यसको लागि चाहिँ हामीले च्यारिटी डिनर सायद 15 नोभेम्बरमा राख्छ होला। तपाईँहरू एज अ ग्रुप अफ 10 आएर टेबल बुक गर्नुहोस्। हाम्रो विशाल भाइले 50 जस्तो ल्याउँछ होला कि भनिसकेछ। गर्दाखेरि चाहिँ त्यो तपाईँलाई हुन्छ। अनि फाइनली वन्स अगेन के अरे तपाईँहरूलाई एकदम के अरे बुद्ध जयन्तीको शुभकामना अनि मासिभ थ्याङ्क यू। सबभन्दा थ्याङ्क यू त तपाईँहरूलाई। तपाईँहरू नआइदिए बुद्ध जयन्ती कहाँ यति रमाइलो हुन्छ र फ्राइडेको दिनमा है। Each and every one of you deserve a thank you. So, तपाईँले आफ्नै नाममा